ल भाउजू कस्तो लागिरहेछ असार? एक नम्बर। कति खुसी लागेछ? एकदम दिल खेलेर कता यसो यसो त हैन। दिल खोलेर अँ, अनि अँ, यता सोध्नु छ होला। अब एक वर्ष खानुको लागि लगभग एक महिना दुःख गर्नुपर्छ। झापामा सबैजना आउनु होला। एक महिना कालो सुन भन्दा नबस्नु है। पहाडमा पानी धेरै आयो भने पहिरोले लान्छ। यता तल समुद्र टाढा छ। यतातिर पहेँलो सुन फल्छ। पहेँलो सुन फल्छ। यो सुन फलाउन आँटेको। पहेँलो सुन फल्ने बिउ यही हो। गन्तरी अञ्चलले जेठी भए म यो सबै आफ्नै खलकहरू है। यो आफ्नै खलक बुहारीहरू है। हात खुट्टा के भन्छ पोलेर सात नङ्गा जेठी खियाएको बुहारीहरू हो। जेठी मैले अर्को जेठी ऊ तल हाम्रो गोरु जोत्दैछ। यता हामी यस्तो गर्छौँ। हल गोरुले जोत्दैछ उता आधुनिक हल गोरुले। मालिक साहब आउँदै हुनुहुन्छ। मालिक साहब पछाडिबाट आउँदै हुनुहुन्छ। उता पछाडिबाट आउँदैछन् मालिक साहब। कालो कालो परेको मान्छे मालिक साहब। परदेखि खोजेर ल्याएको हाम्रो दाजु भनेर। यता यहाँ 5 जनाले बिउ खाल्दैछन् भोलिको लागि। एकदम पूर्व तयारी एकदम धमाधम लागि परि बिउ खाल्दैछन् 5 जनाले। हामी अरू जस्तो असार 15 भन्दा हिलो टेक्ने होइन। साँच्चैको असार गर्दैछौँ हामी। हामी त यो अर्ग्यानिक यो खेतीवाल। यो एआई होइन नि फेरि, यो चाहिँ साँच्चै रियलको हो। यो ल हामी यसरी गर्छौँ। एआई होइन रियलमा हो। सबैजनाले यसरी गरौँ काम अनि त्यहाँदेखि हुन्छ। पर मालिक चाहिँ बिउ छाड्दैछ। मालिक आधुनिक हलगोरुले जोत्दैछ। आधुनिक हलगोरु यता सबै यो सबै देखेको यो त मरुभूमि जस्तो देखेको सबै धान रोप्ने हो। यसपालि पछि यो हरियाली भएको भिडियो पनि लगाइदिन्छु म। गाइसहरू झरना त्यहाँ छ पानी आउँदैछ। पानीको मोल यहाँदेखि फुटिरहेको छ। पानीको मोल पानी आकाशको पानीको ज्वरो छैन हामीलाई। खल्ली बल्ली आकाशको पानी परे पनि नपरे पनि धान रोप्नु हामीलाई कुनै मुलाले छेक्दैन। हामी अघि सर्ने छेक्दैन कुनैले पनि।